नमस्कार। आजको यस भिडियोमा हामी काठमाडौँको नक्सामा अवस्थित नाग पोखरीको बारेमा छोटो चर्चा गर्नेछौँ। यो पोखरी मानव निर्मित भए पनि यस पोखरीको निर्माण भने मल्लकालमा भएको मानिन्छ। आकारको हिसाबले यस पोखरी सानो देखिए पनि यसको ऐतिहासिक र धार्मिक महत्त्व भने निकै ठुलो रहेको छ। यस पोखरीको बीचमा नाग देवताको प्रतिमा रहेको छ। यहाँ नाग देवताको पूजा गर्दा वर्षा पानी र कृषि उत्पादन राम्रो हुने धार्मिक विश्वास गरिन्छ। नाग पञ्चमीको दिन यहाँ ठुलो मात्रामा भक्तजनहरू आउने र पूजा गर्ने गर्छन् भने अन्य दिन पनि यस ठाउँमा थुप्रै मानिसहरूको आगमन हुने गर्दछ। र यो पोखरी केवल एउटा पोखरी मात्र नभएर यो एउटा धार्मिक आस्था, इतिहास र प्राकृतिक सौन्दर्यको सङ्गम पनि हो। हवस् त, आजको यस भिडियोमा यति नै। आउँदा दिनहरूमा अन्य जानकारीमूलक भिडियो लिएर तपाईँहरू सामु आउने नै छौँ। तबसम्मको लागि बिदा दिनुहोस्। हवस् त, नमस्ते।